Cheers! ल चटनी खा केटा। आज त चिसो पारेको छु तर स्वाद फरक छ है। स्वाद त वाह, तर आज मलाई अलिक फरक लागिरहेछ है। यो कुन ब्रान्डको हो केटा? तेरै बाजे नखतेको ब्रान्ड हो केटा। ल ल ल ल ल भुइँ घुम्न थालो। होइन यो कुन ब्रान्ड हो? मेरै बाजे नखाते ब्रान्ड हो त? मलाई 10 गिलास खाँदासम्म केही हुँदैन, तँलाई 1 गिलास खाँदाखेरि भुइँ घुम्न थाल है। नखते प्रोडक्ट कडै परेछ। त हन साँच्चै नाटक जस् कि क्या हो? नखाते ब्रान्ड नै हो त यो। तेरो बाजे नखते ब्रान्डले माथिस् कि क्या? हँसाउँछ केटुले पनि त्यसै। यो नखाते ब्रान्ड होइन केटा, यो काइटे ब्रान्ड हो। ल ल ल ल ल थप 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 10 गिलास खाँदा त म केही हुँदिनँ, त 1 गिलासले माछास्। यस्तो ब्रान्ड कहाँ बेच्छस् तैँले? अझै हाल नखाते ब्रान्ड ठिक छ, अझै हाल। नखतेको पानी त प्रेम बसेछ, अझै खान्छस् कि यति छ? ठट्टा नगर पतलले। ल ठिक छ, म सुत्नु गए। फेरि किन आइस? मेरो बाजे नखते बुढो भयो दिपके, तर मेरो बाजे नखतेको एउटा सपना छ। तेरो बाजे नखते के सपना छ? तर मेरो नखते बाजे बिहे गर्ने गर्ने भन्छ। तेरो बाजे कति वर्ष पुग्यो भने? 90 वर्ष। 90 वर्ष? 90 वर्षमा भने बिहे? नमस्कार नखते बाजे, नमस्कार नखते बाजे, तपाईँको बिहे गरिदिनु म आउँदैछु। 90 वर्ष त के, 100 वर्षसम्म तपाईँले बिहे गर्नुपर्छ। तपाईँले अझै बिहे गरेर एउटा छोरा जन्माउनु पर्छ। अहिलेलाई गुड नाइट नखते बाजे, म गए है।